पहिलो पाइलाबाट सुरु हुन्छ। सगरमाथाको शिखर चढ्नको लागि पनि एउटा यात्राबाट 8,848 मिटर उचाइ जाने प्रत्येक एउटा पाइलामा नै सफलता हुन्छ। त्यस कारणले सानो थोरै भनेर आफ्नो मनबाट तपाईँले 4 पटक मिनिमम पनि उच्चारण गर्नुभयो, त्यो उच्चारण नगरिदिनुमा पनि मैले हार्दिक अनुरोध गर्न चाहन्छु। हामी जन्मिँदा पनि सानो जन्मियो र सिक्ने क्रममा पनि खाली दिमागबाट स्टार्टिङ हुने हो। त्यसपछि यही समाज संरचना र हरेक अनुभवले हामीलाई के गरेको छ, पूर्णता दिन्छ र सफलता त्यहाँबाट मिल्ने हुन्छ। त्यस कारणले गर्दा पनि तपाईँको यो सानो होइन, यो तपाईँको प्रिय हुन त आज पहिलो एक गते भयो भनेको, जे भए पनि सोमबारको दिन नागपञ्चमी होइन एकै दिनमा परेको छ। त्यस कारणले पनि धेरै हाम्रो व्यवसायहरू आज सुरुवात गर्नेहरूको लागि अत्यन्तै उत्तम साइट छ, जुन साइटमा लेखनाथ उद्योग सङ्घ परिवारलाई उद्योगी व्यवसायको हक हित संरक्षण सम्वर्धन गर्दै साना उद्योगीलाई कसरी चाहिँ यो स्टाब्लिस गर्न सकिन्छ, बचाउन सकिन्छ र ठुला उद्योगीहरूको कठिन परिस्थितिहरूमा पोलिसीगत रूपमा कसरी उद्योग सङ्घले लड्ने गर्न सक्छ, सबैको दत्तचित्तका साथ लेखनाथ उद्योग सङ्घ लागिरहेको परिवेशमा तपाईँ एउटा नितान्त नयाँ व्यवसायले पनि लेखनाथ उद्योग सङ्घलाई बोलाएर मैले मेरो व्यवसाय सुरु गर्नुपर्छ भनेर जुन सोच राख्नुभयो त्यो नै सबैभन्दा महान सोच हो। किनकि छाता सङ्गठन, निजी क्षेत्रको छाता सङ्गठन भोलि केही अप्ठ्यारो पऱ्यो भने केही राज्यबाट अथवा कहीँबाट आएका सब्सिडिजका कुराहरू जोड्ने कुरोदेखि लिएर केही होइन के अरे सहुलियतमा ऋणहरू उपलब्ध गराउने कुराहरूदेखि लिएर उद्योग वाणिज्य सङ्घ हजुरहरूसँग सधैँ हातेमालो गरेर अगाडि बढ्न चाहन्छ र तपाईँको प्रत्येक कठिन परिस्थितिमा लेखनाथ उद्योग वाणिज्य सङ्घ एउटा सारथी बनेर तपाईँको अप्ठ्यारो परिस्थितिलाई चिर्नको लागि, मलम लाउनको लागि लेखनाथ उद्योग वाणिज्य सङ्घ सधैँ साथमा छ भन्नु होला। र तपाईँको खुसीमा रमाउनको लागि र तपाईँसँग सधैँभरि सहकार्य गर्नको लागि पनि हामी यस्ता उद्योगीहरूलाई अगाडि, उद्योगी व्यवसायीहरूलाई अगाडि बढाउनको लागि लेखनाथ उद्योग वाणिज्य सङ्घ लाग्छ। हाम्रो अब नेतृत्वहरू पनि आज नागपञ्चमीको दिन आफ्नो पूजाहरू छ, यसलाई प्राथमिकता दिनुपर्छ भनेर पाल्नुभयो। त्यस्तै गरी यहाँ दिदीबहिनीहरू दाजुभाइहरू धेरै हुनुहुन्छ, जे भए पनि आजको परिवेशमा अनुसार नागपञ्चमीको दिनमा आफ्नो घरमा पूजा गर्नुपर्ने कुरामा पनि यो सङ्गीता टेलर्सलाई माथि बढाउनु, लेडिज टेलरलाई माथि बढाउनको लागि जुन चाहिँ हजुरहरूको यो होइन उपस्थिति छ, यो उपस्थितिले उहाँलाई ऊर्जा मिलेको छ। मात्रै यो सुरुवाती हो, सुरुवातको बेलामा ठुलो लगानी गरेर धेरै खस्नु भन्दा पनि बिस्तो मान्छेले नलेज बटुल्दै अनि त्यसपछि फेरि त्यहाँबाट कलेक्सन भएको। धन्यवाद परम अतिथिज्यूलाई, हाम्रो लेखनाथ उद्योग वाणिज्य